लगातार हामीले त्यहाँ शान्तका साथ प्रवेश गर्न पायौँ। त्यसले गर्दा अहिले नेपालभरिमा धेरै प्रेमीहरूलाई चाहिँ उत्साह जागेको छ। होइन, पहिला विश्वास थिएन, अफिस खडा गर्दाखेरि पनि होइन यिनीहरूले चाहिँ पैसा उठाएर अनावश्यक त्यहाँनिर गरेका छन् भनेको थियो। त्यति गर्दा विश्वास दिलाउन सकिँदैन थिएन। जो कार्यक्रममा भयो त्यस पछाडि चाहिँ साँच्चै हो रहेछ। यदि महाराजीको बदलाउ सही होइन थियो भने त यिनीहरूलाई यत्रो संस्थाले किन चाहिँ कारवाही गर्न सकेन, त्यहाँ किन प्रवेश दियो, बाध्यता भयो, यता सोच्न बाध्य भयो। हो पनि हामीले त्यो महाराजीको व्यवस्था लागू हुनै पर्छ भनेर जबरजस्ती एक कारण गएर हामीले संस्थाको प्रवेश नलिकन अहिले हाम्रो टिम जहाँ पनि हाम्रो टाइमले छुटे 4को टिम छ, टाइमले छुटेलाई सहयोग गर्ने टिम थियो, न्युट्रिसनलाई सहयोग गर्ने टिम थियो। प्रत्येक केन्द्रमा कार्ड दिएन, पास दिएन। हेरौँ त तिनीहरू कसरी प्रवेश गर्दा रहेछन् भनेर सबै केन्द्रमा चाहिँ हाम्रो टिमहरूलाई 400-500-600 टिमलाई बाहिर राखिएको थियो। अब यहाँ जति हामीले आउनुहोस्, हामी जसरी प्रवेश गर्न सकिन्छ, किन महाराजीको हो, हामीले महाराजीको कार्य गरेका छौँ। यदि होइन भने मिडिया बोलाएर मिडियाको सामु हामी कुरा गर्न तयार भएका थियौँ। यदि पस्न नदिएको भए मिडियाको सामु हामी तयार भएको थियो।